छ सर इलेक्ट्रिक। ल ठिकै छ, म अलिकति बढी लिन्थेँ भनेर हो होइन। आज यो फ्लिपफ्लप चाहिँ भ्याउने कोसिसमा हो होइन। हिजो हामीले त्यही के अरे एसआर फ्लिपफ्लपको बारेमा पढ्यो। तिमीहरूले घरमा हेऱ्यो त्यो न्यान्ड गेटको लागि चाहिँ हेऱ्यो? मैले हिजो नर गेटबाट चाहिँ गरिदिएको थिएँ है। के गाह्रो लागेको छ त्यसमा होइन? हामीलाई चाहिने कुराहरू चाहिँ फ्लिपफ्लपमा त्यही नै हो क्या। अब हामी यस्तै कुराहरूको यस्तै डिफ्रेन्ट काइन्ड्सको फ्लिपफ्लपहरूमा बारेमा पढ्ने होइन। अब हिजो हामीले चाहिँ हेरेको भनेको एसआर फ्लिपफ्लप, यस भनेको सेट, आर भनेको रिसेट होइन। सो द्याट यसले के गर्छ, सेट र रिसेट काम गर्छ। हामीले दुईवटा इनपुट चाहिँ दिन्छ। हामीले इम्प्लिमेन्टेसन भनेको आइदर नर गेटबाट गर्न मिल्छ अर न्यान्ड गेटबाट गर्न मिल्छ है। यो न्यान्ड गेट गर्दा चाहिँ के हुन्छ भने यता पनि न्यान्ड यता पनि न्यान्ड हुन्छ भने, नर गेट गर्दा चाहिँ यता चाहिँ एन्ड गेट हुन्छ यता चाहिँ नर गेट हुन्छ होइन। अनि हामीले चाहिँ क्यु बार चाहिँ एसतिर दिन्छ, क्युलाई चाहिँ आरतिर दिन्छ भने यसमा ठ्याक्कै उल्टो हुन्छ। यसमा चाहिँ हामीले क्युलाई तिर दिन्छ भने रिसेट हाम्रो क्यु बारतिर गर्छ। यो पिक्चर चाहिँ बनाउनु जानु पऱ्यो। अरू बाँकी रहेको टेबल भनेको यो टेबल चाहिँ अलिकति फरक हुन्छ एस र आरकोलाई न्यान्डबाट गर्दा र नरबाट गर्दा। तर हामीलाई लास्टमा चाहिने भनेको क्यारेक्टरिस्टिक टेबल, अनि यो क्यारेक्टरिस्टिक इक्वेसन, अनि हाम्रो भनेको चाहिँ लास्टमा भनेको एक्साइटेसन टेबल। एक्साइटेसन टेबल भनेको चाहिँ यो हिजो हामीले यतिसम्म निकालेको थियो है। ठिक छ। अब यसको डायग्राम कस्तो हुन्छ होइन, यसको डायग्राम तिमीहरूले देखिरहेछ होइन। डायग्राम भनेको यस्तो हुन्छ होला है, यस्तो हुन्छ। अब हामीले ट्रिगरिङ पढ्यो होइन। ट्रिगरिङ भनेको चाहिँ क्लक दिने होइन, आइदर त्यो जसरी हुन्छ त्यो सर्किटलाई एक्टिभ बनाउने होइन, एक्टिभ बनाउने होइन। अब ट्रिगरिङ भनेर केसमा छ, ट्रिगरिङमा तिमीहरूले जहाँ पनि यही देख्छ, खालि यहाँ फ्लिपफ्लपहरू मात्र चेन्ज भएको देख्छ होइन। फ्लिपफ्लपमा एज ट्रिगर हुन्छ होइन, लेबल ट्रिगर भनेको चाहिँ ल्याचमा हुन्छ, के अरे फ्लिपफ्लपमा चाहिँ एज ट्रिगर हुन्छ है। त्यो भएर डोन्ट बी कन्फ्युज होइन, हामीले यहाँ सधैँ एजवाला बनाउनु पऱ्यो होइन। यो भनेको अहिले के छ, पोजिटिभ एज छ, किनकि यहाँ बबल छैन है। तिमीले जाँचमा बनाउँदा चाहिँ यही फिगर बनाउने हो, यो अगाडिको यो नबनाइकन होइन, कताको यो नबनाइकन। यो हुन त यो पनि त्यही नै हो, तर तिमीले चाहिँ यो बनाउने खासमा होइन, यो बनाउने है। यो क्लकको यो नदेखाए पनि हुन्छ, यो गरेको नदेखाए पनि हुन्छ। त्यही भएर तिमीले जाँचमा बनाउने बेला यो फिगर बनाए पनि भयो अर यो फिगर बनाए पनि भयो क्या। विथ बबल छ भने तिमीहरूको नेगेटिभ एज ट्रिगर भइरहेछ भनेको मतलब तिम्रो एक्टिभ लोमा काम गरिरहेछ। यो भनेको चाहिँ एक्टिभ हाईमा काम गरिरहेछ भनेको मतलब मैले क्लकको भ्यालु 1 दियो भने यो एक्टिभ हुन्छ, यो बेला चाहिँ क्लकको भ्यालु 0 दियो भने एक्टिभ हुन्छ भनेको क्या है। त्यही भएर ट्रिगरिङ चाहिँ यसरी भइरहेको छ। सबै केसमा तिमीहरूले यही नै कुरा देख्छ है। अब हेर, यो ट्रुथ टेबल आएको छ नि, यो ट्रुथ टेबल आएको छ नि। हेर, यो ट्रुथ टेबलमा चाहिँ पोजिटिभ एज ट्रिगरमा चाहिँ के हुन्छ भन्दा माथि एरो हुन्छ होइन। एज भनेको त हामीले के गरेको थियो भन्दा, यसलाई मैले स्लाइड स्लोमा लगेँ। हामीले एज ट्रिगर भनेको त हाम्रो दुईवटा खालि ट्रिगर हुन्छ, एउटा लेभल ट्रिगर र एउटा एज ट्रिगर होइन। हामीले के गरेको थियो भन्दा त्यो बेला चाहिँ के अरे हाम्रो क्लक भनेको चाहिँ यस्तो हुन्छ होइन, यस्तो हुन्छ हो। यो माथिको चाहिँ हाम्रो लेभल हो, लेभल भनेको 0 र 1 हुन्छ होइन। यो चाहिँ हाम्रो लेभल हो, यो पनि लेभल हो, यो पनि लेभल हो, यो पनि लेभल होइन। अब एज भनेको चाहिँ यो हो नि त, यो होइन। यो तिमी 0बाट 1 जाने बेलाको एज एउटा, त्यही भएर माथि एरो छ अर डाउनवर्ड एरो हुन्छ, अर माथि एरो अर अपवर्ड अर डाउनवर्ड एरो हुन्छ। त्यही भएर पोजिटिभ हो भने 0बाट 1 जानु भनेको पोजिटिभ हो नि त। त्यही भएर क्लकको फ्रिक्वेन्सी यस्तो माथि देखाएको मतलब चाहिँ के हो, यो पोजिटिभ एज ट्रिगर हो होइन। तल देखाएको मतलब चाहिँ के हो, यो नेगेटिभ एज ट्रिगर हो भन्ने है। अरू सबै यही केस नै हुन्छ, अरू सबै यही केस नै हो। कता गयो यो डायग्राम चाहिँ सबै यो माथिको। अब त एज ट्रिगर भनेको त्यो त एक्टिभ बनाउनु पऱ्यो नि त। त्यही भएर यो त्यो बेला यो 0 हुँदैन, किनकि 0 भनेको त के हुन्छ, के अरे डिसएक्टिभ भन्ने प्यासिभ हो नि त होइन। एज ट्रिगर यो यसको केसमा, त्यही भएर फर्स्टको केस हुँदैन, खालि यो 0 0 0 1 1 0 र 1 1 को केसमा मात्र पोसिबल हुन्छ है। यो अपवर्ड एरो भनेको चाहिँ मैले 1 दिएको, डाउनवर्ड एरो भनेको चाहिँ 0 दिँदा एक्टिभ हुन्छ। त्यही भएर यसरी गर्नु पर्यो। तिमीले सबै फिगरमा त्यो ट्रुथ टेबल तिमीले जहाँ जहाँ देख्छौ नि त्यहाँ चाहिँ खेरि ट्रुथ टेबल बनाउनु सिकेपछि यो एज ट्रिगरिङको कुरा त खासै केही पनि भएन। यही फिगरलाई यसैलाई नै के गरिदिने हो, यो 1 1 1 छ भने माथि अपवर्ड एरो राख्दाखेरि एकताल अपवर्ड एरो राखिदिने, एकताल डाउनवर्ड एरो राख्ने भन्ने मतलब त्यही काम हो क्या। यो सर्किट चाहिँ अब के हुनु पर्यो, यो फ्लिपफ्लप चाहिँ के हुनु पर्यो, मैले 1 दियो भने काम गर्ने हो कि मैले 0 दियो भने काम गर्ने हो, त्यो चाहिँ बनाउनलाई हामीले एज ट्रिगरिङ गर्ने हो है। यो बुझ्छ है, यो सबैमा आउँछ, रिपिटेड हुन्छ यो कुरा है। खालि यहाँ फ्लिपफ्लपको नाम मात्र चेन्ज हुन्छ। अहिले यहाँ एस र आर छ भने अहिले जेके आउला, अहिले डी आउला, अहिले टी आउला, त्यो फ्लिपफ्लपहरू चाहिँ आउँछ है। ल अब हामीले देखिहाल्यो होइन, हामीले एसआर फ्लिपफ्लपमा चाहिँ एउटा डिसएडभान्टेज के देख्यो भने हाम्रो होइन, एसआर फ्लिपफ्लपमा चाहिँ हामीले के देख्यो भने 1 र 1 मा आउँदा चाहिँ के हुँदो रहेछ हाम्रो होइन। एसआर फ्लिपफ्लपको लास्टको यो ट्रुथ टेबल बनायो भने हेर न, एसआरको लास्टको ट्रुथ टेबलमा हेर्दा 1 र 1 मा के छ, यो इनभ्यालिड छ होइन। 1 र 1 भन्ने केसमा के छ, यो
इनभ्यालिड छ हैन एसआर फ्लिप फ्लपको मैले लास्टको जेनरलाइज गर्दाखेरि यो 1 र 1 मा के छ यो इनभ्यालिड छ हैन इनभ्यालिड कन्डिसन छ ठीक छ अब मैले एकताल यहाँ एसआर को यो ट्रुथ टेबलै बनाएँ फेरि एकताल यसलाई इरेजर एसआर फ्लिप फ्लपमा चाहिँ अब के हुन्छ भन्दा तिमीले यहाँ हेर्यो भने तिमीले के देखिरहेछ भन्दाखेरि यहाँ चाहिँ क्युएन देख्छ फेरि यहाँ पनि क्युएनए देख्छ त्यसपछि रिसेट देख्छ त्यसपछि सेट देख्छ अनि फाइनली के हुन्छ इल्लिगल देख्छ 1 1 मा इल्लिगल देख्छ इल्लिगल है अब डी भनेको चाहिँ कस्तो हुन्छ भने यहाँ तिमीहरूको यस र आर छँदैछ यहाँ भनेको 0 0 0 1 मैले माथिको केसलाई पनि लियो भने ल डोन्ट केयर भयो हैन 0 0 0 1 1 0 अनि फाइनली 1 र 1 ल अब मलाई चाहिँ यो डी फ्लिप फ्लपमा डी भनेको चाहिँ डाटा हैन डी भनेको डाटा अर डीले पनि भन्छ हैन डाटा हो मलाई चाहिँ अब यो एसआर फ्लिप फ्लपले चाहिँ के गर्नु पर्यो भने मलाई डाटामा के रे डाटा मात्र स्टोर गर्नु पर्यो मलाई चाहिँ मेमोरी इलिमेन्ट चाहिएन कि यो 0 0 मा के भइरहेछ मेमोरी इलिमेन्ट भइरहेछ नि त हैन मेमोरी स्टोर भइरहेछ त्यही भएर मलाई यो मेमोरी चाहिदैन ठीक छ अब यो डोन्ट केयरमा पनि मेमोरी छ सो दैट मलाई यो मेमोरी पनि चाहिएन मलाई के मात्र स्टोर गराउनु पर्यो भने मैले आइदर 0 स्टोर गराउनु पर्यो अर 1 स्टोर गराउनु पर्यो भने मैले के गर्नु पर्यो सिम्पली हेर डी फ्लिप फ्लप युज गर्नु पर्यो अब डी फ्लिप फ्लप किन युज गर्छ भन्दाखेरि चाहिँ हेर यो दुईटा केसमा हेर मलाई मेमोरीको कन्सर्नै भएन कि यो माथिको कुराहरू चाहिँदैन यो तल त इल्लिगल छ झन् हुने नै भएन हेर मलाई जस्ट के कन्सर्न छ भने मलाई सेट र रिसेट भए पुग्छ अरू 0 र 1 स्टोर गरेर भए पुग्छ हैन सिम्पली डाटा मात्र स्टोर गर्छ मलाई चाहिँ मेमोरीसँग कन्सर्नै भएन हैन मेमोरीको कुरै आएन यसमा हो त्यही भएर यो केसमा हेर त यो यस चाहिँ 0 हुँदा के रे यस चाहिँ 0 हुँदा आर चाहिँ 1 छ यस 1 हुँदाखेरि आर के छ 0 छ हैन ठ्याक्कै कम्प्लिमेन्ट भइरहेछ नि त यिनीहरू मलाई मैले के भने भने मेरो डी फ्लिप फ्लप भनेको चाहिँ के हो डाटा अर डीले फ्लिप फ्लप भन्छ डाटा फ्लिप फ्लप हो त्यसमा चाहिँ के गर्नु पर्यो भने आई ओन्ली वान्ट टु स्टोर के अरे भ्यालु सम भ्यालु भनौँ न मलाई मेमोरीसँग चाहिँ केही पनि डिल गर्नु छैन आई जस्ट वान्ट टु स्टोर आइदर 0 अर 1 त्यो हुनलाई चाहिँ तिमीले अहिलेको यो ट्रुथ टेबलमा यो एसआरको ट्रुथ टेबलमा तिमीलाई चाहिने भनेको यो दुईटा पोर्सन मात्र भयो यो 0 र 1 मा चाहियो माथिको पनि चाहिएन तलको पनि चाहिएन मैले यहाँ देखाइरहेको छु हो यो माथिको पनि चाहिएन यो तलको पनि चाहिएन हैन अब यो केसमा मलाई चाहिने भनेको यो दुईटा मात्र भयो एउटा 0 र 1 को केस अर्को भनेको 1 र 0 को केस अब यो दुईटामा के भइरहेछ भने यस र आर चाहिँ के भइरहेछ एक आपसमा कम्प्लिमेन्ट भइरहेछ है एक आपसमा के भइरहेछ कम्प्लिमेन्ट भइरहेछ यसको भ्यालु 0 हुँदा आरको भ्यालु 1 भइरहेछ अरू यसको भ्यालु 1 हुँदा आरको भ्यालु के भइरहेछ 0 भइरहेछ हो अब यही कुरा युज गरेर चाहिँ हामीले के बनाउँछ डी फ्लिप फ्लप बनाउँछ कसरी यस र आरलाई कम्प्लिमेन्ट गरिदिने हेर त यहाँ तिमीले देख्छ होला फिगरमा के गरेछ एउटा इन्भर्टर राखिदिएको छ इन्भर्टर भनेको एन्ड गेट राखिदिएको छ एउटा ल हेर त्यही भएर एउटा के गरिदिएको छ एन्ड गेट राखेर ल हेर कस्तो हो ल हेर एन्ड गेट एउटा त्यही भएर राखिदिएको छ के गर्नलाई यस र आरको भ्यालु मैले यसमा 0 पठाएँ भने आरमा कति जानु पर्यो इन्भर्टरले गर्दा 1 जानु पर्यो हैन मैले यसमा 1 पठाएँ भने आरमा कति जानु पर्यो 0 जानु पर्यो सो दैट यो इन्भर्टर युज भएको है यो इन्भर्टर युज गरेपछि के हुन्छ भने मलाई यो दुईटा मात्र कन्डिसन म्याच हुन्छ अरू कुनै कन्डिसन हामीलाई चाहिँदैन यो 0 0 वाला पनि चाहिएन यो इनभ्यालिडको पनि चाहिएन यो फर्स्टको डोन्ट केयर वाला पनि चाहिएन है ठीक छ है यो डोन्ट केयर त तिम्रो यहाँ डोन्ट केयर त यो इनेबल 0 हुने बित्तिकै डोन्ट केयर त आफै आइहाल्छ हैन माथि जेसुकै त्यो आइ नै हाल्छ है त्यही भएर अब मैले चाहिँ यो 0 र 1 अनि यो 1 र 0 लाई चाहिँ कन्ट्रोल गर्नलाई मैले के गर्नु पर्यो एउटा डीम भनेर राखेँ डी भनेको डाटा त्यसमा चाहिँ मैले के जोड्छु एउटा नट गेट जोड्छु सो दैट त्योलाई चाहिँ कोलाई दिन्छु मैले एउटालाई यसलाई तिर दिन्छु एकैतिर आरलाई दिन्छु भनेको मतलब तिमीले डी तिर चाहिँ डी चाहिँ जति दियो त्यो चाहिँ यसमा पुग्छ त्यसको कम्प्लिमेन्ट भएर चाहिँ कहाँ पुग्छ आरमा पुग्छ है डी 0 दियो भने यस पनि 0 हुन्छ आर चाहिँ कति हुन्छ 1 हुन्छ डी 1 दियो भने यस पनि 1 हुन्छ आर चाहिँ कति हुन्छ 0 हुन्छ सो दैट कम्प्लिमेन्ट फर्म भयो क्या यो कम्प्लिमेन्ट किन गराएको भन्दा यहाँ एस र आरको भ्यालु कम्प्लिमेन्ट भएको भएर मैले एउटा डीमा के गरेँ एउटा इन्भर्टर जोडेर चाहिँ मैले के गरेँ यहाँ पठाइदिएँ ठिक छ यो किन डी फ्लिप फ्लप कसरी आयो बुझ्यो कि न तिमीले है हुन त यही एसआर फ्लिप फ्लपमै हो सबै तिमीहरूले जति पनि पढ्छौ यही एसआर फ्लिप फ्लपमै पढिरहन्छ हेरे अहिले जेके फ्लिप फ्लप पढ्छौ जेके फ्लिप फ्लप पनि यही एसआरलाई अलिकति मोडिफाई गरेर मात्र पढ्ने हो त्यही भएर एसआर फ्लिप फ्लप तिमीले राम्रोसँग पढ्यो भने चाहिँ यो सबै फ्लिप फ्लप मजाले बुझिन्छ भन्ने कारण पनि त्यो हो नि है ल अब मैले यसलाई यो मेरो एसआर फ्लिप फ्लप हो यति चाहिँ मेरो एसआर फ्लिप फ्लप हो मैले यसलाई के गर्नु पर्यो मलाई चाहिँ अब मेमोरीसँग मैले मतलब भएन मलाई डाटा मात्रसँग मतलब भयो हुन्छ भने मतलब के भयो मैले एउटा डी भन्ने फ्लिप फ्लप चाहिँ जोडेँ डी एउटा इनपुट जोडेँ
केमा जोडे, एउटा चाहिँ यसतिर जोडे, अनि त्यसको इन्भर्टर गरेर चाहिँ मैले कहाँ जोडे, एउटा आरतिर जोडे, सो द्याट अब मैले चाहिँ डी को भ्यालु 0 दियो भने यसतिर जान्छ, 1 चाहिँ आरतिर जान्छ, डी को भ्यालु 1 दियो भने यसतिर 1 जान्छ, आरतिर 0 जान्छ। यसमा त यो केसै भएन क्या, यस र आर त अब कम्प्लिमेन्ट भएपछि त यस र आर इक्वल हुने केसै आएन कि, यस र आर इक्वल हुने केस भनेको 0 0 कि 1 1 हो, यो दुईटा केसै आउँदैन यसमा है। त्यही भएर के मात्र स्टोर गरिदिन्छ यसले, डाटा मात्र यसले स्टोर गरिदिन्छ भनेको क्या है। बुझ्यो, हल्का बेसिक यसको डी फ्लिप फ्लपको बेसिक है, हैन। के अरे यस फ्लिप फ्लपको डिसएडभान्टेज भनेको त्यही 1 1 मा के हुन्छ, मैले यस र आर दुइटै 1 1 दियो भने के हुने हो, इनभ्यालिड कन्डिसन आउने हो नि त हैन। त्यो यस र आर दुइटै के अरे मैले 1 1 दियो भने अरू हाई गर्यो भने के हुने हो, मेरो फ्लिप फ्लपको फङ्सनालिटीमा के हुने, प्रब्लम आउने हो हैन। डिसएडभान्टेज भन्दा पनि त्यसको फङ्सनमा चाहिँ उयो हुने हो क्या, कमी आउने हो। त्यसले त त्यसो 1 1 दुइटै हाई आयो भने चाहिँ त्यसले एक्सन चाहिँ पर्फर्म गर्न नसक्ने त त्यसको डिसएडभान्टेज हो एसआर फ्लिप फ्लप हैन। हामीले देखि पनि हालियो दुइटै 1 1 आउँदाखेरि के भइरहेको थियो, कन्ट्राडिक्सन जस्तो भइरहेको थियो, कम्प्लिमेन्ट हुनुपर्ने दुइटै 1 1 कि दुइटै 0 0 भइरहेको थियो, विच इज कन्ट्राडिक्सन हैन, विच मेक देम इलिगल अर इनभ्यालिड। सो द्याट त्यसलाई अलिकति भयो भने ओभरकम गर्न, ओभरकम त ओभरकम गरिरहेको छ, तर कसरी गरिरहेको छ भने यसले फेरि मेमोरीसँग कामै गरिरहेको छ नि, यसले के मात्र स्टोर गरेको छ, डाटा मात्र स्टोर गर्ने काम गरेको छ। सो द्याट यो इलिगल कन्डिसन यहाँ आउँदै आउँदैन क्या कहिले पनि, यहाँ इलिगल कन्डिसन भन्ने नै हुँदैन है। त्यही भएर त्यसले ओभरकम गर्यो भनेको है, ठिक छ, बुझ्यो बुझ्यो कि नै? बुझ्छ सर। अब यसको पनि हामीलाई के चाहियो, ट्रुथ टेबल चाहियो हैन। अब यसको ट्रुथ टेबल चाहियो, तिमीहरू ट्रुथ टेबल, क्यारेक्टरिस्टिक टेबल अनि एक्साइटेसन टेबलमा चाहिँ नझुक्यो है। यो तीनटै टेबल हामीले जाँचमा लेख्नुपर्छ है। अनि एउटा क्यारेक्टरिस्टिक इक्वेसन र लास्टको एउटा डायग्राम चाहिँ हामीले बनाउनुपर्छ। यो सबै यो तिमीलाई फ्लिप फ्लपको बारेमा सोधेपछि यति लेख्नु, 10 मार्क्समा आउँछ फ्लिप फ्लपबाट हैन, एउटै क्वेसन आउँछ हैन। जेनरली दुईटा आउनुपर्ने हो, 10 र 5 15 गरेर 15 मार्क्स आउनुपर्ने हो खास गरी हैन। एउटा क्वेसन फ्लिप फ्लपको बारेमा सोध्यो भने अब 8 नम्बरको कि 10 मार्क्सको क्वेसन सोध्छ। अब यसको मैले ट्रुथ टेबल बनाउनु पर्यो। ट्रुथ टेबलमा के हुन्छ, एउटा क्लक हुन्छ हैन, क्लक हुन्छ, ठिक छ, क्लक हुन्छ। अनि के हुन्छ, मैले एउटा अघि के भएको थियो के अरे एसआर फ्लिप फ्लपमा के दिएँ, क्लक थियो। ट्रुथ टेबलमा है, ट्रुथ टेबलमा यसलाई मैले येल्लो गरेँ, ट्रुथ टेबलमा हेर, ट्रुथ टेबलमा क्लक हुन्छ। अनि जुन चाहिँ फ्लिप फ्लप हो त्यही फ्लिप फ्लप हुन्छ, डी फ्लिप फ्लप हो। अनि यहाँ चाहिँ के हुन्छ, नेक्स्ट स्टेट हुन्छ है। यो ध्यान दिनु पर्यो तिमीले है। अब क्लक 0 हुँदा त के गर्ने हो, क्लक 0 हुँदाखेरि यो के हुन्छ, डोन्ट केयर हुन्छ हैन। क्लक 0 हुँदा त यसले यो डी को त केही डी को त केही नै आएन, यसमा कुनै रेस्पोन्सै आएन। त्यो बेला के नै हुन्छ, क्युएन मात्र हुन्छ भनेको सुरुमा यो एसआर फ्लिप फ्लप जस्तै काम गर्ने भयो क्या। डी क्लक 0 हुनु भनेको मतलब यो डी पनि काम गरेन, यो सबै प्यासिभ भइदियो भनेको मतलब यसले ल्याचको लागि मात्र काम गरेको छ फर्स्टमा डी को भनेर। अब हेर, अब यो दुईटा हुनु पर्यो 1 1, मैले दुईटा दिनु पर्यो नि त। अब के अरे क्लक एकचोटि 1, अर्कोचोटि 1, किन भन्दा मैले डी चाहिँ एकचोटि 0 राख्नु पर्यो, एकताल के राख्नु पर्यो, 1 राख्नु पर्यो हो। डी त एकताल 0 राख्नु पर्यो, एकताल 1 राख्नु पर्यो। त हिजो पो एसआर थियो 0 0 0 1 1 0 1 1 राखेको। अब डी त पहिला कि 0 हुन्छ, त्यसपछि के हुन्छ, 1 हुन्छ हो। अबको केसमा हेर है, मैले यहाँ डी 0 दियो भने, सुरुमा डी 0 दियो भने यस मेरो कति हुन्छ, कति हुन्छ यस, 0 हुन्छ। आर कति हुन्छ, 1 हुन्छ हो। अब यस आर बा भनेको मतलब अलिकति बुझ है, हल्का यहाँ तिमीले बुझ्यो भने तिमीले यो डी फ्लिपलाई एकदम मजाले बुझ्छ। भनेको मतलब मैले डीमा चाहिँ कति दिएँ भन्दा 0 दिएँ, 0 दिने बित्तिकै यसले तिम्रो कति पायो, 0 पायो। आरले पनि कति पायो, तिम्रो 1 पायो। भनेको मतलब अब यसको लागि इनपुट के भइरहेछ भनेको, यो त 1 नै छ, इनेबल 1 गरेपछि यो त 1 नै भइरहेछ भनेको मतलब 1 र 1 को के पाइरहेछ, त्यसले एन्ड पाइरहेछ भनेको 1 र 1 को एन्ड भनेको के भयो, फाइनली 1 नै भयो हैन, 1 नै भयो, ठिक छ, ठिक छ। अनि 1 र यो इनेबललाई एकछिन छोडे पनि हुन्छ हैन। इनेबल 1 भएपछि त यो आर डट ई हिजो जस्तै भयो क्या। यो यहाँ कन्डिसन भनेको मैले एस प्लस के अरे आर प्लस भयो भने मेरो के हुन्छ, त्यहाँ आर प्लस आर ई भयो हैन, आर ई, त्यसपछि एस प्लस भनेको मेरो एस डट ई भयो क्या, ठ्याक्कै यो हैन, एस डट ई हिजो जस्तो केस त भयो नि यहाँ पनि हैन हो। अब यो 0 भयो, यहाँको इनपुट चाहिँ 0 भयो, यहाँको इनपुट 1 भयो भनेपछि मैले यसको भ्यालु 0 र आर को भ्यालु 1 हुँदाखेरि मेरो यहाँ के हुन्छ, फ्लिप फ्लपमा 0 र 1 दिँदाखेरि मेरो फ्लिप फ्लपमा के हुन्छ, एसआर फ्लिप फ्लपमा त्यही आउँछ, 0 1 दिँदाखेरि 0 आउँछ हो। हो यो हो नि त, यी 0 1 दिनु भनेको 0 आउनु होइन र, हो नि, 0 1 दिनु भनेको 0, त्यही भएर त्यहाँ 0 आएको
अब 1 दिँदाखेरि हेर, अब डी को भ्यालु 1 दिँदाखेरि यस को भ्यालु मेरो कति हुन्छ 1 हुन्छ, आर को भ्यालु कति हुन्छ 0 हुन्छ हो। भनेको मतलब तिम्रो इनपुट भनेको अब कति भयो 1 र 0 भयो क्या। अब यो केसमा त्यसले कति दिने हो 1 दिने हो हो। यो चाहिँ मेरो के भयो ट्रुथ टेबल भयो। कसको लागि डी फ्लिप फ्लपको लागि ट्रुथ टेबल यति भयो। त्यसमा केही कन्फ्युजन छ तिमीलाई? तिमीलाई एसआर फ्लिप फ्लप बुझाएपछि त अरू एकदम मजाले नै एकदम चाँडै नै बुझ्छ क्या। एसआर फ्लिप फ्लप नै मेन हो हैन? बुझे कि नै गरेको मैले भर्खरै के गरे? बुझ्यो बुझ्यो? अरूले बुझे कि नै? सबैले बुझ्नु पर्यो नि हैन? बुझ्छु सर। ओके, म फेरि एकताल फेरि हल्का रिभाइज गरेँ हैन, फेरि रिकल गरेँ, ठीक छ? यो तिमीहरूलाई प्रब्लम आयो भने एसआरमा प्रब्लम आउने हो क्या। एसआर बुझे छैन भने कुनै पनि फ्लिपफ्लप बुझ्दैन, त्यो चाहिँ म स्योर छु तिमीलाई। तिमीले एसआर बुझेछ भने खालि त्यसमा मोडिफिकेसन गरेर मात्र एसआरलाई नै अहिले तिमीहरूले सबैमा देख्छौ हैन? डीमा त देखिहाल्यो एसआरलाई मोडिफाई गरेछ, एसतिर डी दिएछ भने उता आरतिर डी को कम्प्लिमेन्ट दिएको छ हैन? अनि जेकेमा पनि त्यही नै हुन्छ हैन? जेकेमा चाहिँ अलिकति आरके मोडिफिकेसन हुन्छ, तर त्यहाँ पनि के हुन्छ एसआर फ्लिपफ्लपमै मोडिफाई गर्ने। त्यही भएर एसआर फ्लिपफ्लप भनेको बेसिक जस्तो भयो क्या, त्यसैलाई मोडिफाई गर्दै जाने है। अब यसको केसमा तिमीले हेर्यो भने, अब यो केसमा हेर्यो भने मलाई के चाहिरहेछ भन्दाखेरि मलाई ट्रुथ टेबल चाहिरहेछ। ट्रुथ टेबलमा के हुन्छ, एउटा क्लक हुन्छ है, क्लक हुन्छ, अनि त्यो कुन चाहिँ फ्लिपफ्लप युज गरेको त्यो फ्लिपफ्लप हुन्छ, अनि के हुन्छ मेरो म कहाँ पुग्छु त नेक्स्ट स्टेप के हुन्छ त्यो हुन्छ ट्रुथ टेबलमा है, ठीक छ? अब 0 मा त के हुन्छ, डी त के पनि काम गर्दैन। डी त यो के अरे यो 0 हुने बित्तिकै त यो 0 हुने बित्तिकै त यो कुनै पनि एन्ड गेटको एउटा 0 भनेको त यो पनि 0 यो पनि 0 हैन? यो अलवेज इनपुट आउटपुट के अरे यहाँबाट इनपुट कति नै जान्छ 0 0 जान्छ, त्यो मतलब भएन। भनेको मतलब 0 0 हुँदाखेरि एसआरमा के हुन्छ क्युएन हुन्छ भनेको क्या। यो इनेबल 0 हुने बित्तिकै एस र आरलाई त्यसले के गरिदिन्छ 0 0 बनाइन्छ, अनि इनपुट भनेको 0 0 आउँदाखेरि हाम्रो के हुन्छ क्युएन हुन्छ भनेको मेमोरी हुन्छ। अब बल्ल के काम हुन्छ 1 र 1। अब क्लक 1 दियो भने बल्ल मेरो के काम हुन्छ डी अब के हुन्छ बल्ल एक्टिभ हुन थाल्छ 1 र 1 दियो भने। अब 1 र 1 दिँदाखेरि डी एकताल तिमीले 0 दिन्छौ, एकताल के दिन्छौ 1 दिन्छौ हैन? एकचोटीमा कि 0 दिन्छौ कि 1 दिन्छौ हैन? डी त एउटा मात्र बिट हो, त्यही भएर मैले 0 0 दिन पाएन, 1 1 दिन पाएन हैन हो। अब डी मैले 0 दिँदा, मैले डी 0 दिँदाखेरि मेरो डी कोसँग डाइरेक्टली कनेक्ट छ, एस सँग कनेक्ट छ भनेपछि मैले डी 0 दिँदा त मेरो एस पनि कति हुने भयो 0 हुने भयो। आर फेरि के भइरहेछ कम्प्लिमेन्ट भइरहेछ, त्यही भएर आर कति हुने भयो मेरो 1 हुने भयो मेरो डी को 0 को केसमा हो। अब तिम्रो इनपुट भनेको चाहिँ यसमा कति गयो एसबाट गयो 0, आरबाट गयो 1। अब मैले के भन्नु छु भने मेरो एसआर फ्लिपफ्लपमा 0 र 1 दिनु भनेको त 0 हो नि त, त्यही भएर यहाँ पनि कति नै आयो 0 आयो। अब डी को भ्यालु 1 राख्ने भनेको डी को भ्यालु 1 राख्दाखेरि अब मेरो यस चाहिँ कति हुन्छ 1 हुन्छ, आर कति हुन्छ मेरो अब 0 हुन्छ। भनेको मतलब अब तिम्रो इनपुट कति गइरहेछ 1 र 0 गइरहेछ। 1 र 0 जानु भनेको मतलब के हो 1 र 0 नै आउनु भनेको मतलब सेटै गर्नु हो, त्यही भएर यो 0 र 1 आयो। सो द्याट दिस इज माई ट्रुथ टेबल फर डी फ्लिप फ्लप है। अब यसको के चाहियो मलाई क्यारेक्टरिस्टिक टेबल चाहियो। अब क्यारेक्टरिस्टिक टेबल निकाल्दा त तिमीलाई आइ नै हाल्छ हैन? यहाँ अलिकति खाली छैन, ल मैले यहाँ निकाल्दिएँ है। मेरो क्यारेक्टरिस्टिक टेबलमा के हुन्छ ल भन त तिमीले, ल भन के हुन्छ के हुन्छ? एउटा क्युएन हुन्छ हैन? अनि यहाँ चाहिँ के हुन्छ फ्लिपफ्लप, जुन चाहिँ फ्लिपफ्लप युज गर्यो त्यो हुन्छ हैन? अनि यहाँ चाहिँ के हुन्छ नेक्स्ट स्टेट कुन पुगिन्छ त्यो हुन्छ है। ल हेर, हिजो यस आर थियो, यहाँ क्युएन अनि यस र आर आएको थियो, अहिले हाम्रो डी युज गरिरहेको छ भने यहाँ डी आउनु भयो। ल यो भयो। अब यो दुईटाको हिजो तीनटाको पोसिबल कम्बिनेसन भनेको क्युएन यस र आर को पोसिबल कम्बिनेसन भनेको 0 0 0 देखि 1 1 सम्म पुगेको थिएन। अब क्युएन र डी को कम्बिनेसन भनेको एउटा 0 0 हुन सक्छ, एउटा 0 1 हुन सक्छ, एउटा 1 0 हुन सक्छ, अर्को के हुन सक्छ 1 र 1 हुन सक्छ। यही हैन त हो, यही हो ठीक छ। अब हेर डीमा 0 आयो भने के गर्ने हो, डीमा 0 आयो भने के गर्ने हो 0 हो नि त हैन? डीमा 0 आयो भने 0 आयो भने त 0 हो, डीमा 0 आयो भने 0, यो कति भयो 0 भयो। डीमा 1 आयो भने कति हो 1 हो हैन? डीमा 1 आयो भने 1 हो। डीमा फेरि 0 आएको छ, कति भइरहेछ 0 भइरहेको छ। डीमा फेरि कति आएको छ 1 भनेपछि यो कति भयो 1 भयो। 0 1 0 1 हुँदो रहेछ है। यहाँ आएको छ होला 0 1 0 1 है, 0 1 0 1 यहाँ यो येल्लोले गर्दा तिमीले अलिकति देखेन जस्तो लाग्यो मलाई हैन? 0 1 0 1 ल हेर यहाँ हेर, यो आगो न बुझेको नै क्यारेक्टरिस्टिक टेबल चाहिँ क्युएन पनि हेर्नै पर्ने यहाँ त हैन? डीमा 0 आउँदाखेरि 0 हो नि त हैन? भर्खर हामीले टेबल त बनायौँ। डीमा 0 आउँदाखेरि 0, 1 आउँदाखेरि 1 हो नि त हो, 1 आउँदाखेरि 1 हो।
तर यहाँ चाहिँ सिधै 0 आउँदा 0 भयो, 1 आउँदाखेरि 1 भयो, 0 आउँदा 0 भयो, 1 आउँदाखेरि 1 भयो। त्यही भएर डी फ्लिप फ्लप तिमीहरूले सम्झिन के सजिलो छ भने तिमीलाई नेक्स्ट स्टेट चाहियो भने डीमा जे छ त्यही राखिदिने क्या हैन। 1 आयो 1, 0 7 0, 1 आयो 1, 0 7। त्यही भएर सबभन्दा सजिलो फ्लिप फ्लप भनेको डी फ्लिप फ्लप हुन्छ क्या है। तिमीहरूलाई जहाजमा चाहिँ कुनै पनि फ्लिप फ्लप तोकेर सोध्दैन भन्छ, तिमीहरूले डी फ्लिप फ्लपबाट गऱ्यो भने तिमीलाई सबभन्दा सजिलो हुन्छ। जहाजमा जेनरली तोकेरै सोध्यो भने त तिमीहरूले गर्न मिलेन हैन। तर जहाजमा चाहिँ केही पनि नभनेको एउटा प्रब्लम दिएर तिमीलाई ल युजिङ फ्लिप फ्लप मात्र भन्यो भने यु क्यान युज डी फ्लिप फ्लप। डी फ्लिप फ्लप इज द इजिएस्ट फ्लिप फ्लप एमङ अल हामीले कतिवटा पढ्छौँ, 4वटा फ्लिप फ्लप पढ्छौँ भने 4वटा फ्लिप फ्लपबाट चाहिँ सबभन्दा इजिएस्ट भनेको चाहिँ यो डी फ्लिप फ्लप हो क्या है। डी फ्लिप फ्लपमा जे आउँछ त्यही नेक्स्ट स्टेटमा आउँछ क्या। डीमा 0 आयो 0, 1 आयो 1, 0 आयो 0, 1 आयो 1 हुन्छ। यो भयो। अब यसको के पनि निकाल्नु पर्यो हामीले, लास्टमा गएर एक्साइटेसन टेबल पनि निकाल्नु पर्यो। ल एक्साइटेसन टेबल तिमीहरूले ल मलाई भने यो क्यारेक्टरिस्टिक टेबलहरू चाहिँ एक्साइटेसन टेबल कस्तो हुन्छ? एक्साइटेसन टेबलमा के आउनुपर्छ? एक्साइटेसन टेबलमा के आउनुपर्छ ल भन। खै त कोही बोल्दैन। एक्साइटेसन टेबलमा सधैँ क्युएन आउँछ, त्यसपछि के आउँछ? क्युएन आउँछ, त्यसपछि के आउँछ? क्युएन प्लस 1 आउँछ। क्युएन प्लस आउँछ भनेको प्रिभियस स्टेट र नेक्स्ट स्टेट के हुन्छ अनि जुन चाहिँ फ्लिप फ्लप युज गर्यो त्यही डी त हुने हो नि हैन र। ल हेर अब यसको पोसिबल कम्बिनेसन भनेको 0 1 0 सरी 0 0 0 1 अनि 1 0 1 1 हुने त हो हैन। अब हेर अघि क्युएन र डी को भ्यालु 0 1 0 1 हुँदा यहाँ 0 1 0 1 आथ्यो नि हैन। अब त त्यही आउँछ नि हैन त। क्युएन र डी को भ्यालु 0 1 0 1 हुँदाखेरि हाम्रो क्युएन प्लस 1 0 1 0 1 आएको भनेको मतलब अब एकैछिन है कस्तो हाँच्यो होला। क्युएन र डी को भ्यालु 0 1 0 1 हुँदाखेरि त तिम्रो के क्युएन प्लस 1 0 1 0 1 आएको थियो नि त हैन। अब क्युएन प्लस 1 को भ्यालु 0 1 0 1 आयो भने त यो डी पनि अभियसली 0 1 0 1 नै आउँछ नि हैन। बुझ्यो कि नै? त्यही आएको छ भने एक्साइटेसन टेबल चाहिँ यो भयो है। ठिक छ? यो क्वेसन ठिक छ? के अरे क्वेसन भन्दा यो डी फ्लिप फ्लप युज गरेको ठिक छ? ठिक छ कि नै? खै हौ बोल न बोल। बुझ्यो भने बुझ्यो भन, बुझे छैन भने बुझे छैन भन। त्यो बोल हात नबस। बुझ्यो सर। ल है अब यसको मलाई के चाहिन्छ भन्दा एउटा आउटपुट चाहिन्छ, एउटा चाहिँ के चाहिन्छ मलाई के अरे क्यारेक्टरिस्टिक इक्वेसन चाहिन्छ हैन। क्यारेक्टरिस्टिक इक्वेसन भनेको चाहिँ मैले कहाँबाट निकाल्छु? योबाट निकाल्छु। मेरो गिभन क्यारेक्टरिस्टिक टेबलबाट चाहिँ बल्ल क्यारेक्टरिस्टिक इक्वेसन आउँछ है, अरूबाट हेर्ने हैन। क्यारेक्टरिस्टिक इक्वेसन भनेको चाहिँ नेक्स्ट स्टेट कति आउने हो त्यही निकाल्दिने हो क्या। नेक्स्ट स्टेट भनेको क्युएन प्लस 1 चाहिँ क्यारेक्टरिस्टिक इक्वेसनमा चाहिँ के फाइन्ड गर्नुपर्छ भन्दा नेक्स्ट स्टेट कति हुन्छ त्यो फाइन्ड गर्नुपर्छ क्या है। त्यो फाइन्ड गर्नुपर्छ। अब हेर मैले के भन्नु छु भने मेरो नेक्स्ट स्टेट 0 आयो भने 0, 1 आयो भने 1, 0 आयो भने 0, 1 आयो भने 1 भन्थे। यसलाई त सिम्पली तिम्रो नेक्स्ट स्टेट कति हुँदो रहेछ? डीमा जति आयो त्यति हैन र। नेक्स्ट स्टेट भनेको कति हुँदो रहेछ? डीमा जति आयो त्यति। त्यही भएर डी आएको छ यसको सल्युसन। अस्तिको हिजोको कति आइरहेको थियो? एस प्लस क्युएन आर बार आएको थियो हिजोको चाहिँ। आजको कति आइरहेको छ? सिम्पली डी आइरहेको छ। अब यसको पनि हामीले ट्रिगर हेऱ्यो भने ल हेर माथि चाहिँ पोजिटिभ एज ट्रिगर भइरहेछ किनकि यहाँ बबल छैन, यहाँ तल चाहिँ बबल युज भइरहेछ। अब यही एसआर फ्लिप फ्लपमा हामीले के दिने हो? एउटा डी फ्लिप फ्लप। डी भनेको के? एउटा इनपुट दिने हो। जो यसतिर चाहिँ डी दिने हो अनि यसको तलतिर चाहिँ के दिने हो? हामीले त्यसको नट फर्ममा अर इन्भर्टेड फर्ममा चाहिँ आरतिर दिने हो। सो द्याट यो मेरो के भयो? डी फ्लिप फ्लपको डायग्राम भयो है। तिमीहरूले चाहिँ जहाजमा कतिसम्म गर्नुपर्छ भन्दा एउटा चाहिँ एसआर फ्लिप फ्लप भनेको के हो लेखिदिने हैन। एसआर फ्लिप फ्लप भनेको के हो चाहिँ सुरुमा लेखिदिने है। त्यसपछि त्यसको के गर्नुपर्छ? न्यानबाट गर्ने हो कि नरबाट गर्ने हो? पहिला त्यसको चित्र बनाउनु पर्यो हैन। ल सपोज अहिले तिमीहरू नरबाटै गरिरहेछ भने हैन, जहाजमा फेरि फिक्स दिएको छ भने चाहिँ त्यही युज गर्नु पर्यो है। त्यो बाहेक अरू युज गर्न पाउँदैन तिमीहरूले है। त्यही भएर एसआर फ्लिप फ्लप भनेको के हो? सुरुमा त चाहिँ के अरे फ्लिप फ्लपको क्वेसन सोध्ने बित्तिकै फ्लिप फ्लपको डेफिनेसन लेख भन्छु म त हैन। फ्लिप फ्लप भनेको चाहिँ के हो त्यो लेखिदिने हैन, किन युज हुन्छ त्यो कुराहरू लेखिदिने। अलिकति क्वेसनमा जे सोधेछ त्यसलाई अलिकति एक्सपान्ड गर्न खोज क्या जसरी हुन्छ हैन। त्यहाँ तिमीलाई चाहिँ हुन्छ नि त्यो चेक गर्ने मान्छेले नि हुन्छ नि यससँग त फ्लिप फ्लपको बारेमा धेरै नलेज रहेछ हैन, यसले जस बुझेको रहेछ हैन। तिमीलाई जहाजमा लेख्नुमा त ठुलो कुरा हैन नि त, जहाजमा कति बुझेछ त्यो कुरा पछिसम्म चाहिने कुरा हो हैन। डिजिटल लजिकको यो बाइनरी कुराहरू तिमीलाई पछिसम्मै काम लाग्छ, जहाँ पनि आउँछ बाइनरी कुरा। त्यही भएर लेख्दाखेरि एन्सर लेख्दाखेरि तिमीहरूको एकदम ठाडो लेख्ने बानी रहेछ क्या। मैले एकदम गवी सर हेर्दा जे सोधे त्यही लेख्ने बानी छ, मैले पहिलेदेखि नि भनेको थिएँ। त्यही भएर फ्लिप फ्लप भनेको के हो लेख्दिनँ। त्यसपछि एसआर फ्लिप फ्लपको बारेमा हल्का धेरै लेख्नु नि पर्दैन हैन, 2-3 लाइन लेख्दै हुन्छ। त्यसपछि एडभान्टेज डिसएडभान्टेज लेखिदिने हैन।
जेको पनि एडभान्टेज डिसएडभान्टेज चाहिँ लेखिदिने क्या त्यो गऱ्यो भने सजिलो हुन्छ मैले त यहाँ पढाएको छैन तर डिसएडभान्टेज के हुन्छ त भन्दै नि होइन एसआरको डिसएडभान्टेज भनेको दुईटै मैले इनपुट वान गरिदियो भने त्यो के हुन्छ त्यसको फाइनल आउटपुट के हुन्छ त्यो मलाई थाहा हुँदैन इनडिटर्मिनेट अर इलिगल स्टेटमा पुग्छ म होइन मलाई आउटपुट के आउँछ नै थाहा हुँदैन हो यस्तो कुरा लेखिदिने अनि तिमीहरू न्यानबाट गरेछौ भने न्यानको फिगर बनाउने नरबाट गरेछौ भने नरको फिगर बनाउने अनि त्यो केसेसहरू छ नि मैले जुन चाहिँ हिजो गराएको थिएँ नि त्यो केसेस 4वटा केसेसहरू देखाउनु पऱ्यो त्यहाँ त्यो 4वटा केसेसमा यस र आरको भ्यालु 0 हाल्दा के हुन्छ 0 1 हाल्दाखेरि के हुन्छ 1 0 हाल्दाखेरि के हुन्छ 1 1 हाल्दाखेरि के हुन्छ त्यो कुराहरू देखाएर त्यो ट्रुथ टेबल बनाउने यो ट्रुथ टेबल बनाउने है लेख्ने तरिका म भन्छु यो ट्रुथ टेबल बनाउने यो ट्रुथ टेबलबाट आएपछि त तिमीहरूको काम सकिहाल्यो यो ट्रुथ टेबलबाट आएपछि तिम्रो क्यारेक्टरिस्टिक टेबल आइहाल्छ क्यारेक्टरिस्टिक टेबललाई सल्भ गरेपछि क्यारेक्टरिस्टिक इक्वेसन आउँछ यही क्यारेक्टरिस्टिक टेबलको आधारमा चाहिँ फेरि मेरो क्लासमा के आउने हो एक्साइटेसन टेबल आउने हो है एक्साइटेसन टेबल आउने ठिक छ अब तिमीलाई के अरे जाँचमा कसरी पनि सोधिन्छ भने एक्सप्लेन दि एज ट्रिगर जेके फ्लिपफ्लप भनेर सोधिन्छ जाँचमा एज ट्रिगर जेके फ्लिपफ्लप भनेको सोधिन्छ मैले कहाँसम्म देखेको छु भने स्टुडेन्टले केसम्म गर्छ भने मैले लिएर एज ट्रिगर मेरो आरएस फ्लिपफ्लप छ अरे मैले जाँचमा एज ट्रिगर आरएस फ्लिपफ्लप सोध्यो भने यति मात्र लेखेर राखिन्छ क्या यति मात्र लेखिन्छ विच इज भेरी डिसअपोइन्टेड फर मी है यो मात्र एज ट्रिगर त्यसलाई आरएस फ्लिपफ्लप बारेमा त्यसले त्यो क्वेसनले सोधेको त के हो आरएस फ्लिपफ्लप बारेमा त मजाले एक्सप्लेन गर अनि एज ट्रिगर कस्तो हो त्यो देखा भने त यति मात्र लेखेर आइन्छ कि एज ट्रिगर आरएस फ्लिपफ्लप रिसेट फ्लिपफ्लप के अरे सेट एसआर फ्लिपफ्लप र आरएस फ्लिपफ्लप जे भन्ने पनि भएन एज ट्रिगर एसआर फ्लिपफ्लप भन्नु यति मात्र बनाएर आइन्छ मैले स्लाइडमा लेखाउँदा पनि नोटमा पनि यति नै लेखाएको हुन्छ होइन स्टुडेन्टले त अब म फेरि मलाई नै दोष दिन्छ क्या होइन मैले त फ्लिपफ्लप भएपछि के हुनुपर्छ भन्दाखेरि एउटा ट्रुथ टेबल हुनैपर्छ एउटा क्यारेक्टरिस्टिक टेबल हुनैपर्छ एक्साइटेसन टेबल हुनैपर्छ अनि क्यारेक्टरिस्टिक इक्वेसन हुनैपर्छ अनि तिमीहरूको लास्टमा एउटा त्यो डायग्राम हुनैपर्छ हो डायग्राम बनाउने बेला चाहिँ बल्ल ट्रिगरिङको कुरा गरिदिनु क्या तिमीहरूले होइन मैले यहाँ अगाडिसम्म कहीँ पनि कुरा गरेको छैन मैले बल्ल कहाँ कुरा गर्छु ट्रिगरिङको कुरा डायग्राम बनाउने बेला डायग्राम अब तिमीले यहाँ विथ बबल बनाएको छौ भने तिमीले नेगेटिभ एज ट्रिगर युज गरेको छौ डायग्राममा तिमीले बबल बनाएको छैन भने तिमीले के गरेको छौ पोजिटिभ एज ट्रिगर युज गरेको छौ हो अब यहाँ अस्ति जस्तो त्यो लाइनवाला चाहिँ बनाउने होइन किनकि यो लेभल ट्रिगर हुँदैन फ्लिपफ्लपमा एज ट्रिगर हुन्छ त्यही भएर यहाँ यस्तो छ एज बाड भन्छ नि होइन ठ्याक्कै त्यस्तो डिरेक्सनको जस्तो यस्तो बनाइदिने है त्यही भएर यसरी जाँचमा चाहिँ तिमीहरूले लेख्नु पर्यो ठिक छ यसमा केही राइज गर्ने यहाँ पनि त्यही हेर अहिलेकै केसमा हेर यो जिरो हुँदाखेरि केही पनि छैन अब यो माथि जानु भनेको 1 1 दिनु हो यो तल आउनु भनेको 0 0 दिनु हो यसमा चाहिँ यो एक्टिभ यो सर्किट के हुँदो रहेछ एक्टिभ हुँदो रहेछ है ठिक छ यसमा के क्वेसन छ सोध्नु पर्ने है यहाँ मैले सबै नरबाट मात्र गराइरहेको छु है तिमीलाई जाँचमा यहाँ नरबाट मात्र गराइरहेको छु न्यान तिमीहरू सबै आफै गर भनेर मैले छोडिदिन्छु होइन न्यानबाट चाहिँ तिमीहरू आफै गर जाँचमा नरबाट गरे पनि हुन्छ न्यानबाट गरे पनि हुन्छ तर जाँचमा न्यान आयो भने चाहिँ फेरि मैले पढाएको छैन भन्ने चाहिँ नभन न्यानबाट चाहिँ तिमीहरू आफैलाई छोडिदियो किनकि मैले नरको सिकाएपछि त न्यान त गर्न आउँछ नि त होइन खालि त्यही यो स्टेटहरू चाहिँ के हो लास्टको फेरि सबै आउने कुरा सेम नै छ होइन ल ठिक छ अब हामी एकदम इम्पोर्टेन्ट कुरा पढ्छौँ होइन सबभन्दा एकदम धेरै चलेको भनेको जेके फ्लिपफ्लप हो क्या होइन सबभन्दा धेरै सोध्ने पनि जेके फ्लिपफ्लप छ अलिकति गाह्रो पनि फेरि के छ जेके फ्लिपफ्लप छ है अब यसमा चाहिँ के छ भने हाम्रो मैले अघि नै भनिहालेँ जेके फ्लिपफ्लप चाहिँ किन आएको भन्दाखेरि एसआरमा हुने त्यो 1 र 1 कन्डिसन के भइरहेछ यहाँ एसआरमा हुने 1 र 1 दुईटै हाई भयो भने त्यसले के गरिरहेछ हाम्रो फाइनल चाहिँ के हुन्छ हाम्रो फाइनल आउटपुट के हुन्छ त्यसले भन्न सकिरहेको छैन एसआर फ्लिपफ्लपको केसमा हो त्यो कन्डिसनलाई चाहिँ अब के गर्ने त्यसले त्यो कन्डिसनलाई पनि के गर्न सक्ने अब एप्लिकेबल बनाउन सक्यो भने अलिकति राम्रो हुन्छ नि त होइन त्यो एउटा स्टेट त त्यत्तिकै खेर गयो नि त त्यो एसआरको फ्लिपफ्लपमा होइन त्यो कन्डिसनलाई पनि के गर्न सक्ने अब एउटा के आउँछ त्यसको पनि आउटपुट थाहा पायो भने झन् राम्रो हुन्छ हो त्यही कुरा चाहिँ कहाँ हुन्छ अब जेके फ्लिपफ्लपमा अभाइलेबल हुन्छ क्या है जेके फ्लिपफ्लपले चाहिँ तिम्रो त्यो 1 र 1 कन्डिसन चाहिँ जुन चाहिँ इलिगल आइरहेको थियो नि त्यो कन्डिसनलाई पनि यसले के गरिदिन्छ फुलफिल गरिदिन्छ भने मात्रै यसले त्यो बेला पनि के गरिदिन्छ यसले आउटपुट दिन्छ है कसरी दिन्छ यहाँ हेरौँ है त ल मैले तिमीलाई यही यसैबाट देखाउन खोजेँ होइन यसैबाट देखाउन खोजेँ ल हेर है अब एकैछिन है मैले सिधै यहाँ यसलाई नै कपी पेस्ट गरेँ हुन्छ होला नि यहाँ त यही फिगरलाई नै मैले यहाँ यसलाई कपी गरेँ भने हुन्छ कि नै कन्ट्रोल सी यहाँ पेस्ट हुन्छ कि नै त्यो यसमा ए हुँदो रहेछ ल है हुँदो रहेछ
मैले हल्का जुम गरेँ यसलाई ल हेर ठिक छ ल अब हेर हल्का के डिफ्रेन्स छ भने यो मैले हिजो बनाएको एसआर फ्लिप फ्लप र यसमा के डिफ्रेन्स छ भने हिजो मैले सिम्पली के बनाइरहेको थिएँ अलिक मोटो भइसक्यो है ल हिजो चाहिँ मैले के बनाएको थिएँ सिम्पली एउटा कस्तो मोटो अब ल एउटा चाहिँ न्यान्ड गेट थियो सरी एन्ड गेट थियो अर्को पनि एन्ड गेट थियो यसलाई हामीले कहाँ जोडेको थियो नर गेटमा जोडेको थियो होइन नर गेटमा जोडेको थियो यसको पनि हामीले कहाँ जोडेको थियो नर गेटमा जोडेको थियो ठिक छ यसको दुईटा आउटपुट भनेको चाहिँ एउटा के आउँथ्यो एउटा क्यू आउँथ्यो एउटा चाहिँ के आउँथ्यो क्यू बार आउँथ्यो होइन अनि यही क्यू बाट आएको चाहिँ हामीले यता तल जोड्थ्यो अनि यहाँबाट आएकोलाई चाहिँ हामीले कहाँ जोड्थ्यो अहिले मेरो फिगरलाई चाहिँ अलि राम्रो भएन है त्यो जस तिमीहरूले हिजो गराएको चाहिँ बुझ्छ नि त होइन यो हाम्रो थियो के थियो यस आर थियो होइन यस आर थियो नर गेटको लागि चाहिँ यदि न्यान्ड भएको भए माथि यस तल आर होइन यी डिपेन्डिङ अपन तिमीहरूले कसरी बनाएको छ त्यो कुरा हो अब सिम्पल यसमा चाहिँ अझ हामीले जे के बनाउनु पर्यो भने के चाहिँ हामीले गरिदिनु पर्यो भने के चाहिँ गर्नु पर्यो भने अब हामीले जे र के को लागि एउटा छुट्टै लाइन दिनु पर्यो क्या त्यो लाइन भनेको कहाँ आउँछ भन्दाखेरि यदि तिमीहरूले नर गेट युज गरिरहेछ भने मेरो यो क्युबार हो क्युबारबाट अब फेरि यहाँ एउटा अझै इनपुट दिनु पर्यो अरे क्या यसमा है यो क्युबारबाट फेरि एउटा यसमा इनपुट आउँछ ठिक छ क्युबारबाट फेरि कहाँ आउँछ एउटा यसमा इनपुट आउँछ हो साथसाथै अर्को के पनि आउँछ अरे क्यूबाट फेरि मेरो कहाँ आउँछ यहाँ पनि एउटा इनपुट आउँछ हेर भनेको मतलब क्यूबाट यहाँ तल पनि त जहाँ तल त के अरे तेरिया मैले अलिकति उल्टो बनाएछु एकैछिन है यो एन्ड गेट भयो यो पनि एन्ड गेट भयो मैले यता ल्याइदिन्छु क्या नर गेटमा पो जाने हो त त्यो होइन यो नर गेट भयो यो पनि नर गेट भयो एकैछिन ल फिगरलाई चाहिँ अलिकति कन्सिडर गर है यो यहाँबाट यहाँ जान्छ यो पनि यहाँबाट यहाँ जान्छ ठिक छ अनि हामीले यहाँ दिने भनेको यस दिएको थियो यहाँ हामीले दिने भनेको आर दिएको थियो अनि यसबाट क्यू र क्यू बार आएको थियो यसको इनपुट त यहाँ जानु पर्यो कि मैले अघि उता बनाएको छु होइन अनि यसको चाहिँ यहाँ जानुपर्ने ठिक छ यो भनेको क्यू थियो यो भनेको क्यू बार थियो अरू क्युएन बार थियो ठिक छ यो चाहिँ हाम्रो के थियो एसआर फ्लिप फ्लप थियो अब यसैलाई हामीले हिजो यो हाम्रो यस थियो यो हाम्रो के थियो आर थियो होइन यो थियो हाम्रो यस थियो हाम्रो आर थियो यहाँ इनेबल त सधैँ छ इनेबल भनेको क्लक यहाँ दिएको थियो यो हाम्रो थियो हिजो यो हाम्रो के थियो क्लक थियो होइन यो ती हाम्रो के थियो एसआर फ्लिप फ्लप थियो अब यसैलाई मोडिफाई गर्ने हो कि यसैलाई मोडिफाई गर्दा चाहिँ के हुन्छ भने यो क्यू बारमा आएको कुरा चाहिँ कहाँ पनि दिनु पर्यो फेरि यो एन्ड गेटमा दिनु पर्यो रे है अब यो क्यूमा आएको कुरा चाहिँ कहाँ दिनु पर्यो यो यसमा दिनु पर्यो अनि यो एन्ड गेटमा दिनु पर्यो रे अब यो यस र आर नभइकन चाहिँ यो के हुन्छ जे र के हुन्छ के हुन्छ यसको नाम चाहिँ यस र आर भएर यो जे र के भनेको चाहिँ सरी उल्टो भयो यो तल चाहिँ यसतिर चाहिँ जे दिनु पर्यो मैले अघि नै बनाउँदाखेरि माथि दिएछ यो यसतिर चाहिँ मैले यो चाहिँ मेरो यस हो यो मेरो आर हो भने मैले यसतिर चाहिँ जे दिनु पर्यो आरतिर चाहिँ के दिनु पर्यो के दिनु पर्यो है यसतिर चाहिँ जे दिनु पर्यो आरतिर चाहिँ के दिनु पर्यो यो मान्छेको नाम हो होइन यसको नाम चाहिँ के ज्याक किल्बी हो कि के नाम छ यसको होइन यस आर भनेको सेट र डिसेट भएर डी भनेको चाहिँ डाटा और डीले भन्छ जेके को नाम चाहिँ त्यो ज्याक किल्बी हो किल्बाई हो कि यस्तै के नाम छ उसको होइन उसलेको नामबाट जेके फ्लिप फ्लप राखेको है त्यही भएर नर गेटको केसमा तिमीले यसतिर चाहिँ के दिनुपर्छ जे अनि आरतिर चाहिँ के दिन्छौ के फ्लिप फ्लप दिन्छौ ठिक छ अनि यो क्यू बारबाट आएको कुरा चाहिँ जेमा आउँछ है क्यू बारबाट आएको कुरा चाहिँ जेमा आउँछ क्यूबाट आएको कुरा चाहिँ कहाँ आउँछ केमा आउँछ है त्यो कुराहरू पहिला डिसाइड गर्नु पर्यो क्या तिमीले त्यो फिगरहरू यहाँ कन्फ्युज लाएर छ त यहाँ हेर यो फिगरमा हेर होइन तिम्रो सिम्पली यो हाम्रो जेके फ्लिप फ्लप जे र के लाइन छ जुन चाहिँ जे लाइन भनेको यसतिर गएको छ के लाइन भनेको आरतिर गएको छ पहिला यो हुनु पर्यो हो अनि क्यू बारबाट आएको चाहिँ जेतिर क्यूबाट आएको चाहिँ केतिर यो चाहिँ नर गेटको लागि हो तिमीहरू नझुक्योस् है नझुक्योस् भनेर मैले न्यान्ड गेटको पनि फिगर चाहिँ राखिदिएको छु यहाँ न्यान्ड गेटको पनि हेर क्यू बारबाट आएको कुरा चाहिँ कहाँ जान्छ जेमा जान्छ ल हेर क्यू बारबाट आएको कुरा कहाँ गएको छ क्यू बारबाट आएको कुरा कहाँ गएको छ जेतिर गएको छ क्यूबाट आएको कुरा कहाँ गएको छ केतिर गएको छ क्या है एकदम कन्फ्युज हुन्छ क्या न्यान्ड र नरको फिगरमा हल्का तल माथि हुन्छ त्यही भएर यहाँ न्यान्ड गेटमा चाहिँ माथि यस तल आर हुन्छ नि होइन अनि नरबाट बनायो भने फेरि तल यस माथि आर भइरहेछ हामीले चाहिँ के बुझ्नु पर्यो भने हामीले जहाँ यस आउँछ हामीले त्यहाँ जे दिनु पर्यो जहाँ आर आउँछ हामीले त्यहाँ के दिनु पर्यो के दिनु पर्यो जहाँ यस आउँछ हामीले त्यहाँ डी दिनु पर्यो जहाँ आर आउँछ त्यहाँ हामीले के दिनु पर्यो डीको कम्प्लिमेन्ट गरेर दिनु पर्यो है जहाँ हाम्रो जे आउँछ त्यहाँ हामीले क्युएन बारबाट लानु पर्यो जहाँ हाम्रो के आउँछ त्यहाँ चाहिँ के गर्नु पर्यो क्युएनबाट लानु पर्यो अरू क्यू मात्रबाट लानु पर्यो
त्यो कन्फ्युज हुनु भएन न्यान्ड र नरको गेट तिमीहरू पिक्चरै फेरि फरक फरक बनाइदियो भने तिमीहरूको आउटकम सधैँ फरक नै आउँछ पहिला न्यान्ड गेटको पिक्चर र नर गेटको पिक्चरमा तिमीहरू क्लियर हो क्या है ठिक छ अब हेर अब यो पिक्चर बनिसकेपछि त अब यो त यस आर जस्तै काम गर्छ तीनटा केसमा हामीले त यो यसले यो बनाउनुको रिजन नै के हो भन्दा लास्टको यस र आरको हाम्रो के थियो भन्दा 000001 हैन मैले अघिको त्यो डन्ट केयर लेखेन 10 र 11 मा यसले के गर्छ खाली 11 मा मात्र इनभ्यालिड हुन्छ हैन त 10 मा 1 हुन्छ 01 मा 0 हुन्छ 00 मा यसले के काम गर्छ क्यूएन हो जेके फ्लिप फ्लपले पनि यो तीनटै काम गर्छ हैन जेके फ्लिप फ्लपले चाहिँ तीनटै सेम हुन्छ एसआर जस्तै अब त्यो देखाइरहनु पर्दैन के मैले हिजो मैले देखाइसकेँ नि त हैन यो 00 मा कसरी क्यूएन आउँछ 01 मा कसरी 0 आइराछ 10 मा कसरी आइराछ 1 त्यो सबै कन्डिसन जेके मा पनि सेम हुन्छ एज इट इज एसआर मा जस्तै हैन नत्र चेक गरेर हेर न हैन तिमीले जे मा कति राख्छौ जे मा 00 राख्यो भने जे मा 0 के मा 0 राख्यो भने यो के हुन्छ यो 0 जान्छ यो गर्यो भने ठ्याक्क लाएर ठ्याक्क यो तीनटा कन्डिसन त एज इट इज एसआर जस्तै आउँछ क्या तिमीहरू घरमा गएर ट्राई गर हैन तीनटा कन्डिसन ठ्याक्कै मैले गरेका जस्तै गर ठ्याक्कै त्यो 0 क्यूएन र 1 नै आउँछ हो अब लास्टको यही कन्डिसन मात्र इनभ्यालिड हो नि त एसआर को केसमा है त्यही भएर म यो लास्टको कन्डिसन मात्र गर्न लाग्यो क्या है यो तीनटा कन्डिसन चाहिँ माथिको जस्तो हुन्छ हैन एसआर जस्तै हुन्छ त्यही भएर मैले लास्ट केस भनेको जे र के को लागि के गर्ने 1 1 हुँदाखेरिको कन्डिसन गर्न लाग्यो मैले जे को लागि 1 के को लागि पनि 1 हुँदाखेरि के हुँदो रहेछ अब हेर हल्का धेरै गाह्रो छैन मैले यसलाई अलि जुम गरेँ हल्का जुम गरेँ यसलाई देखेछ है फिगर मजाले ल हेर यो गोलोलाई मैले हटाइदिन्छु है ल हेर खाली लास्टको स्टेट मात्र एउटा म बुझाउन खोजिरहेको छु है भनेको मतलब जे र के मा तिम्रो कति छ रे 1 र 1 जे र के मा कति छ तिम्रो 1 र 1 छ रे हैन अब त यो जे 1 र 1 को लागि टेस्ट गर्न लाग्यो नि त मैले जे र के मा तिम्रो कति छ 1 र 1 किनकि 1 र 1 आयो भने त के गर्दिने त्यसले यो गर्दिने भनेको थियो के रे इनभ्यालिड गर्दिने भनेको थियो अब यो जेके ले त त्यसको इनभ्यालिडलाई त हटाएको छ भनिरहेको छ हामीले हैन है अब यसले कसरी काम गर्छ भन्दा सपोज क्यू मा चाहिँ एउटा कुनै भ्यालु राख्दियो रे हैन क्यू मा चाहिँ तिम्रो के आउन सक्छ क्यू र क्यू भने कि 00 आउन सक्छ भनेको मेमोरी नै हुन्छ कि 01 आउन सक्छ कि 10 आउन सक्छ नि त क्यू मा आउने पोसिबल कम्बिनेसन त यही हो हैन यो 00 पनि आउँदैन हैन यो पनि हाम्रो त त्यो मेमोरी त्यो यो नभएको केसमा मात्र आउन सक्ने भनेको 01 कि 10 आउन सक्छ कि यो 0 र 1 हुन्छ कि यो के हुन्छ 1 र 0 हुन्छ यो आउने त यही हो नि हैन हो फर्स्टमा चाहिँ मैले के गरे भने 0 र 1 आएको छ भनेर सम्झे रे हैन यो स्टेट त छ नि यहाँ यो 0 र 1 कुन बेला आउँछ जब मैले यहाँ एस र आर मा कति दिन्छु 0 र 1 दिन्छु यो बेला हाम्रो यहाँ 0 र 1 आउँछ यो कन्डिसन छ रे हैन हेर बुझ है यो क्यू चाहिँ 0 या क्यू बार चाहिँ 1 रहेछ ठीक छ यो 1 छ यो इनेबल पनि 1 भएपछि यो मेरो तलको पनि 1 नै भयो यो पनि इनेबल पनि 1 नै भयो यो जे बाट आउने भ्यालु पनि 1 नै भयो यो क्यू बार 1 भएपछि मेरो यहाँबाट आउने पनि 1 नै हो यो क्यू बार यो एन्ड गेटसँग कनेक्टेड भएपछि यो पनि आउने 1 नै हो ठीक छ अब यो पनि कति जान्छ 0 नै जान्छ हैन यो 0 र 1 को केसमा गराएको छु है अब हेर यो के पनि 1 छ 0 1 र 1 को एन्ड भने कति हुन्छ 0 हुन्छ हैन 0 हुन्छ ठीक छ अब फेरि 1 1 र 1 को एन्ड भने कति हुन्छ 1 हुन्छ हो बुझिरहेको छ कि नै भन त बुझिरहेको छ हेर है यो मैले एउटा स्टेट लिएर चेक गर्न मात्र लाग्यो के हाम्रो इनभ्यालिड कन्डिसन भनेको 1 1 थियो नि त्यही भएर मैले अगाडिको तीनटा कन्डिसन त एसआरले जसरी काम गर्छ जेकेले त्यसरी नै काम गर्छ नत्र त्यो भएर टेस्ट गर हैन अब मैले खाली 1 र 1 राखेर 1 र 1 राख्दाखेरि चाहिँ के आउँछ भनेर हेर्न लाग्यो मात्र 1 र 1 राख्दाखेरि मैले 0 र 1 आउनु पर्छ नि त यहाँ कि यहाँ 0 आउनु पर्छ कि यहाँ 1 आउनु पर्छ कि यहाँ 0 आएर यहाँ 1 आउनु पर्छ यहाँ दुईटैमा 0 त कहिले पनि आउँदैन हैन यहाँ दुईटैमा 1 त कहिले पनि आएको देखेको छैन किनकि त्यो भनेको त्यो त्यस्तो स्टेट त इनभ्यालिड हुन्छ नि त एसआर फ्लिप फ्लपमा हैन दुईटै एकैचोटी लो हुने दुईटै एकैचोटी हाई हुने कन्डिसन त हामीसँग छैन है ठीक छ त्यही भएर यसरी दुईटै यो 00 हुँदाको एस र आर दुईटै लो हुँदाको कन्डिसन त छ हामीसँग छ तर यो हामीले कुरा गरेको छ क्यू र क्यू बारको कन्डिसनको कुरा छ हामी क्यू र क्यू बार कहिले पनि एकैचोटी 00 आउँदैन 01 कहिले पनि आउँदैन सरी 11 कहिले पनि आउँदैन है यहाँ के नै आउनुपर्छ कम्प्लिमेन्ट फर्ममै आउनुपर्छ क्या हो त्यही भएर मैले के को लागि टेस्ट गराएको छु भने 0 र 1 को लागि अर्कोचोटि मैले 1 र 0 को लागि पनि टेस्ट गर्छु 0 र 1 हाल्दाखेरि यो मेरो 1 र 1 छ भने यो क्यू बार 1 भएपछि यो लाइन पकडेर यो वायर पकडेर यो 1 भयो यो 1 भयो ठीक छ हैन
अब अनि यो 1 भयो, यो पनि 1 भयो, यो इनेबल पनि 1 नै छ भन्दै यो तीनटाको एन्ड भनेको त यसले 1 बनाइदियो, यो 1 बनाइदियो। ठीक छ। अब यो k बाट 1 आइरहेको छ, यो मैले यसलाई 0 बनाइदिएपछि यो 0 भयो, यो इनेबल त 1 छ। 1 1 1 1 को र 1 को एन्ड भने 1 नै भयो, 1 र 0 को एन्ड भने फेरि कति भयो 0 भयो। अब तिम्रो यस र r मा कति छ 1 र कति रहेछ 0 रहेछ भने तिमीले यहाँ आउटपुट कति पाउँछौ? यस र r मा 1 र 0 हुँदा कति पाउँछौ आउटपुट? 1 0 पाउँछौ हैन? हो नि? हैन र? 1 0 हुन्छ। यस र r मा 0 1 आउँदाखेरि 0 1 1 0 आउँदा 1 0 नै हो नि हैन र? त्यही भएर 0 र 1 लिएको हामीले अब कति आयो 1 र 0 आयो। अब फेरि 1 र 0 को लागि टेस्ट गर त, 1 र 0 को लागि राखेर फेरि टेस्ट गर न। यहाँको कुरालाई फेरि एकताल फेरि टेस्ट गर त, यहाँको लागि फेरि टेस्ट गर ल। अब त तिमीहरूको कति आइरहेछ भने अब यो 0 1 हाल्दाखेरि 1 0 आएको है, 0 1 हाल्दाखेरि 1 0 आएको। अब फेरि यही 1 र 0 लाई फेरि टेस्ट गर न। अब तिम्रो यहाँ j को भ्यालु 1 छँदैछ, k को भ्यालु पनि 1 छँदैछ। यो 0 आएपछि यो गेटबाट 0, यो वायरबाट 0 आउँछ, यो 1 आएपछि यो वायरबाट 1 आउँछ, अनि इनेबल त 1 छँदैछ, यो पनि 1 छँदैछ। 1 1 0 को भनेको यो यस चाहिँ अब 0 भयो हैन? 1 1 1 को भएपछि यो कति भयो 1 भयो। एकैछिन ल। हेलो, म क्लासमा छु एकैछिन, 15 मिनेट सकिन्छ ल। ल है, यो 1 भयो। अब यो 1 1 1 को एन्ड गरेपछि यो 1 आयो, अब यो 0 आयो हैन? अब यस र r को गएर फेरि कति दिँदो रहेछ यसले 0 र 1 दिँदो रहेछ हो। अब फेरि 0 1 को लागि गरे भने 1 0 दिन्छ, फेरि के रे 0 1 को लागि गरे भने यसले यो दिन्छ, फेरि 1 0 दिन्छ। भनेको मतलब यो क्रमशः चलिरहन्छ क्या हो, यो क्रमशः चलिरहन्छ हो। यसलाई हामीले के भन्छ? रेस अराउन्ड कन्डिसन भन्छ। रेस अराउन्ड कन्डिसन है, रेस अराउन्ड कन्डिसन। यो हामीले पछि हामीले डिटेलमा पढ्छौँ हैन? अहिले के मात्र बुझाउँछ भने 0 पछि 1 आउने, 1 पछि 0 आउने, फेरि 0 पछि 1 आउने, 1 पछि फेरि 0 आउँछ, 0 पछि फेरि 1 आउँछ। यो चलिरहन्छ यो प्रोसेस हैन? रेस अराउन्ड कन्डिसन भनेको चाहिँ यही हो हैन? तिमीले के अरे जेके फ्लिप फ्लपमा मैले जे र के को भ्यालु 1 1 राख्दाखेरि मेरो क्यू र क्यू बारको भ्यालु चाहिँ के आइरहेछ भने क्यूमा पनि 0 बाट सुरु भएर 1 अनि 1 पछि 0, 0 बाट 1 फेरि 1 बाट 0 भइरहेछ भने क्यू बारमा पनि त्यही प्रोसेस छ के। एकता के अरे 1 पछि 0, 0 पछि 1, 0 पछि 1 और 1 पछि 0 आइरहेको छ, त्यही फर्म रहेछ। यस्तो कन्डिसनलाई भन्छ हामीले रेस अराउन्ड कन्डिसन है। तिमीलाई जहाँ कहिले कहिले सोधिन्छ के अरे वाट इज रेस अराउन्ड कन्डिसन, हाउ यु क्यान रिमुभ देम भनेर सोध्न सकिन्छ है। अब रेस अराउन्ड कन्डिसन भनेको बुझिहाल्यो, 0 1 आउने, 1 र 0 आउने, 0 1 आउने, त्यो भइहाल्यो हैन? अब यो भनेको चाहिँ के हुन्छ भने कन्ट्रोल हुँदैन, यो कन्ट्रोल नहुने खाले हैन? कि 0 1 त आइरहन्छ नि त, यहाँ जतिसुकै आउँछ, तिमीले जतिसुकै टेस्ट गरी यो त आइरहन्छ, यो कन्ट्रोल भएन। अब यो यसलाई डिटेक्ट गर्ने कति त, यो भने कति हो त, यो भ्यालु भने कति हुन सक्छ, यो भ्यालु भने कति हुन्छ, हाम्रो नेक्स्ट स्टेट कति हुन्छ त? हाम्रो चाहिने त नेक्स्ट स्टेट हो, qn+1 कति हुन्छ त्यो हामीलाई चाहिने हो नि त मेन त हैन? यो रेस अराउन्ड कन्डिसन आइराख्दाखेरि हामीलाई थाहा नै भएन कि कति आउन सक्छ। यो कन्ट्रोलै भएन नि त, यो नन कन्ट्रोल हो हैन? यो कन्ट्रोलै भएन हो। अब यसलाई चाहिँ हामीले अब कसरी चाहिँ हुन्छ नि एउटा पर्टिकुलर यो लिएर चाहिँ हामीले के गर्न सकिन्छ भन्दाखेरि चाहिँ डिसाइड गर्न सकिन्छ कि नेक्स्ट स्टेट यो आउँछ भनेर। ल हेर, हल्का हल्का अलिकति बाँकी छ हेर है। यो 0 आउँदाखेरि के भइरहेछ र 1 भइरहेछ हैन? नेक्स्ट तिम्रो सपोज इनिशियल स्टेट 0 हो भने नेक्स्ट स्टेट के तिम्रो इनिशियल स्टेट क्यूएन र नेक्स्ट स्टेट भनेको त qn+1 हो। यो त तिमीलाई थाहा भएको कुरा अहिले चाहिँ हैन? अब तिम्रो हेर यो क्यू को केसमा हेर है, 0 आउँदाखेरि के भइरहेछ, 0 आउँदाखेरि यो नेक्स्ट स्टेट के भइरहेछ 1 भइरहेछ हो। फेरि अब 1 आउँदाखेरि नेक्स्ट स्टेट के भइरहेछ 0 भइरहेछ, फेरि यहाँ 0 आउँदा के भइरहेछ 1 भइरहेछ। भनेको यो आपसमा के भइरहेछ, कम्प्लिमेन्ट भइरहेछ नि त हो। यो त बुझ्छ नि भर्खर मैले भनेको रेस कन्डिसन आयो, रेस कन्डिसनलाई राख्न हामीले मिल्दैन, इन्फाइनाइट रूपमा आउन सक्छ, अरे यसलाई हामीले कन्ट्रोल गर्न सकिँदैन। तर हामीलाई त नेक्स्ट स्टेट चाहियो, त्यो कति हुन्छ हामीलाई त चाहियो हो। अब हेर मैले यहाँ चाहिँ मेरो इनिसियली 0 आयो भने के हुन्छ, त्यसको 1 हुन्छ भनेको मतलब नेक्स्ट स्टेट तिम्रो क्यूमा चाहिँ 0 रहेछ भने अब हाम्रो नेक्स्ट स्टेट भनेको 1 हुने हो नि त हैन? यहाँ अनुसार 1 हुने हो। अब मेरो के अहिलेको भ्यालु चाहिँ 1 छ भने फेरि कति हुने हो 0 हुने हो, अहिलेको भ्यालु 0 छ भने 1 हुने हो, 1 छ भने 0 हुने हो। भनेको मतलब कम्प्लिमेन्ट फर्ममा चाहिँ के भइरहेछ, नेक्स्ट स्टेट चेन्ज भइरहेछ। त्यही भएर यसको नेक्स्ट स्टेट भनेको चाहिँ के हुन्छ, क्यूएन बार हुन्छ। क्यूएन बार भनेको कम्प्लिमेन्ट हो नि त, क्यूएन जे आयो नेक्स्ट स्टेट त्यसैको बार हुने हैन र हो। क्यूएन जे आयो, क्यूएन जे 0 आयो भने क्यूएन बार नेक्स्ट स्टेट भनेको 1 हुने हो, क्यूएन 1 आयो भने नेक्स्ट स्टेट भनेको 0 हुने। भनेको मतलब मैले qn+1 भनेको के पाउँछु, क्यूएन बार पाउँछु, व्हिच इज नोन एज द टगलिङ भन्छ है। अर्को टर्म आयो एउटा टगलिङ भन्ने पनि टर्म आउँछ है, टगलिङ। ठीक छ।
टगलिङ भनेको चाहिँ के छ भन्दा यहाँ डिफिनेसन चाहिँ मैले के यहाँ लेख्दैछु होला है त्यही स्टेट चेन्ज गर्नुलाई टगलिङ मिन्स चेन्जिङ द नेक्स्ट स्टेट आउटपुट टु कम्प्लिमेन्ट अफ द प्रेजेन्ट स्टेट आउटपुट अहिलेको मेरो प्रेजेन्ट स्टेट आउटपुट चाहिँ के छ क्युएन छ हो मेरो नेक्स्ट स्टेट आउटपुट चाहिँ के हुन्छ क्युएन त क्युएन नै हुन्छ अरे तर के हुन्छ कम्प्लिमेन्ट भएर चेन्ज हुन्छ अरे होइन क्युएन त क्युएन हो तर क्युएनको कम्प्लिमेन्ट भएर चेन्ज हुन्छ भनेको मतलब नेक्स्ट स्टेट आउटपुट टु कम्प्लिमेन्ट अफ द प्रेजेन्ट स्टेट आउटपुट भनेको मतलब मेरो अहिले मेरो के अरे क्युएन चाहिँ 0 छ भने मैले क्युएन प्लस 1 कति पाउँछु 1 पाउँछु कसरी पाएँ क्युएनलाई कम्प्लिमेन्ट गरेर पाएँ नि त हो दिस स्टेट नोन एज द टगलिङ स्टेट हो यो टगलिङ स्टेट चाहिँ एउटा अकर हुन्छ कुन बेला जब दुईटै जे र के चाहिँ के हुन्छ 1 1 आउँछ भनेको मतलब अब तिमीले के भन्न सक्यो भने तिमीले चाहिँ यहाँ चाहिँ एउटा के चाहिँ भन्न सक्यो भने तिमीहरूले अब जे र के मा चाहिँ के हुँदो रहेछ 1 र 1 आयो भने जे र के मा चाहिँ के अरे 1 र 1 आयो भने चाहिँ हाम्रो के हुँदो रहेछ नेक्स्ट स्टेट चाहिँ के हुँदो रहेछ क्युएन बार हुँदो रहेछ अब तिमीलाई थप्न मिल्यो नि त होइन अब अघिकै कुरालाई मैले कन्टिन्यू गरेँ होइन हाम्रो के हुन्छ यहाँ क्लक हुन्छ अब फ्लिपफ्लप भनेको जे र के हुन्छ अनि यहाँ हामीलाई हुने भनेको के हो क्यु नेक्स्ट स्टेट हो नि त ट्रुथ टेबलमा चाहिँ यति कुरा आउँछ हो अब क्लकको भ्यालु इनिसियली 0 छ भने यो जेसुकै दियो मतलबै हुँदैन होइन यसले बिहेभ गर्ने भनेको त्यही एसआर जस्तै हो क्युएन नै बिहेभ गर्छ यो अब मैले 4वटा 1 दिनु पर्यो किनकि यो जे र के को पोसिबल कम्बिनेसन हो 0 0 0 1 र 1 0 र 1 1 हो अब यो तीनटै केसमा त मैले एज इट इज एसआर जस्तै बिहेभ गर्छ एसआर जस्तै बिहेभ गर्छ भने 0 0 दिँदा पनि क्युएन नै हुन्छ 0 1 दिँदाखेरि 0 नै हुन्छ 1 0 दिँदाखेरि 1 नै हुन्छ हामीलाई यही कन्डिसन इनभ्यालिड भयो नि त होइन हो अब यो 1 र 1 केसमा त्यसले कति आछ हाम्रो नेक्स्ट स्टेट भनेको क्युएन बार आएको छ व्हिच इज नोन एज द टगलिङ स्टेट टगल पनि भन्छ यसलाई टगल है ल भने यो कुरा बुझ्यो कि नै हेलो कहाँ हरायो तिम्रो बुझेर सबले यस सर यो अलिकति एकदम सबभन्दा गाह्रो भनेको जेके फ्लिपमा तिमीले दुईटा कुरा याद गर्नु पर्यो के भन्दा एउटा रेस अराउन्ड कन्डिसन कसरी आइरहेको छ देख्यौ होइन रेस अराउन्ड कन्डिसनलाई चाहिँ हामीले के गर्छौँ कन्ट्रोल गर्न सकिँदैन त्यही भएर हामीले चाहिँ त्यसको आउटपुट नेक्स्ट स्टेट कति आयो भन्दा हामीले डिसाइडै गर्न सकेन क्या 0 1 आइरहेछ 0 1 0 1 हुँदै आइरहेछ त्यसको नेक्स्ट स्टेट कति भन्ने त त्यो हामीले कन्ट्रोल गर्न सकेन त्यही भएर अब हामीले चाहिँ के चाहिँ कन्ट्रोल गर्न सकिरहेछ भने 0 आउँदाखेरि 1 भइरहेछ भने 1 हुँदाखेरि के भइरहेछ 0 भइरहेछ भने म तपाईँहरू मेरो नेक्स्ट स्टेट चाहिँ सधैँ के भइरहेछ कम्प्लिमेन्ट फर्ममा गइरहेको छ हो त्यही भएर मैले त्यसलाई चाहिँ के नाम दिएँ टगलिङ भन्ने नाम दिएँ टगल भन्ने नाम दिएँ है त्यही भएर जेके फ्लिपफ्लपमा चाहिँ एउटा तिमीहरूले के दुईटा अराइज गर्न सक्छौ भने रेस अराउन्ड कन्डिसन जुन चाहिँ के थियो डिफेक्ट थियो होइन यसको डिफेक्टिभ प्रब्लम हो होइन अनि तिमीले रेस अराउन्ड प्रब्लम नै भन्नु पर्छ अरू कन्डिसन भन्नु पर्छ होइन त्यसपछि त्यसलाई हामीले के गरिरहेछ टगलको नामले चाहिँ हामीले त्यसलाई के गरिरहेछ डिल गरिरहेछ है ठिक छ अब यो आएपछि त तिमीहरूलाई क्यारेक्टरिस्टिक इक्वेसन निकाल्न त सहिले भयो नि र अब यसैबाट तिमीहरूले भनायो त ल मलाई क्यारेक्टरिस्टिक इक्वेसन निकाल्न तिमीहरूले मलाई हेल्प गराइर अब क्यारेक्टरिस्टिक इक्वेसनमा हाम्रो के हुन्छ एउटा यो माथिको मैले मेटेँ अब हेर यहाँ क्यारेक्टरिस्टिक इक्वेसनमा हुने भनेको एउटा क्युएन हो त्यसपछि जे हो अनि जुन चाहिँ फ्लिपफ्लप आयो त्यही हो जे र के भयो अनि फाइनलमा आउने भनेको क्यु नेक्स्टमा कति हुन्छ त्यो हो यही हो ल हेर अब तीनटा भएपछि 0 0 0 होइन हामी कहाँसम्म जानु पर्यो 1 1 1सम्म 0 0 1 0 1 0 0 1 1 1 0 0 बल्ल 4 भयो अलिकति यता मैले अलिकति 4 भएन देखिरहेछ यो मैले अलिकति सानो बनाएँ यसलाई 4 भयो 5 भनेको 1 0 1 6 भनेको 1 1 0 7 भनेको 1 1 र 1 ल हेर अब क्यारेक्टर इक्वेसन निकाल्न त छ क्यारेक्टरिस्टिक टेबल निकाल्न सजिलो छ 0 0 मा के हुन्छ जेके को लागि क्युएन हुन्छ हिजो अस्ति निकालेको थिएँ हुन्छ यहाँ कति आयो 0 आयो हैन यो त नो चेन्ज हो नि त हैन नो चेन्ज हो नि त फर्स्टको त नो चेन्ज हो हैन नो चेन्ज भएर क्युएन भनिनु हुन्छ नो चेन्ज ठीक छ अब जे र के मा 0 1 आयो भने कति हुन्छ 0 1 सरी
0 1 आयो भने कति हुन्छ 0 यो 0 भयो 1 0 आयो भने कति हुन्छ 1 1 1 1 आउँदाखेरि कति हुन्छ 1 1 आउँदाखेरि के भइरहेछ क्युएन को बार भइरहेछ यहाँ क्युएन कति छ 0 भनेपछि यहाँ कति आउनु पर्यो 1 1 आउनु पर्यो गुड अब फेरि हेर 0 0 मा के हुन्छ यो क्युएन नै हुन्छ नि हैन क्युएन यहाँ कति छ 1 छ त्यही भएर यो कति आयो 1 नै भयो अब 0 1 मा त फेरि 0 हुन्छ 1 0 मा फेरि कति हुन्छ 1 हुन्छ अब फेरि यहाँ 1 र 1 मा कति आयो भनेको टगल भयो 1 को कम्प्लिमेन्ट भनेको 0 भयो ल भने यो टेबल बुझ्यो किन तिमीले बुझ्यो यही आएको छ होला त्यहाँ पनि हैन 0 क्वेशन ल 0 0 3टा 1 0 0 3टा 1 0 1 0 ल ठिकै छ 0 0 यो टेबल आएको बुझ्यो कि नै भने यो फर्स्टमा गाह्रो भनेको यो टेबल निकाल्न हो यो टेबल निक्लेपछि त तिम्रो क्यारेक्टर इक्वेसन टेबल त एकैछिन निकाल्नु यो टेबल आएको बुझ्यो कि नै ल भन बुझ्यो सबैले अब यसबाट मैले के निकाल्नु पर्यो एक्साइटेसन टेबल निकाल्नु पर्यो अब एक्साइटेसन टेबलको लागि हामीले के हुनुपर्छ एउटा चाहिँ क्यू हैन क्यू अर क्यूएन हैन क्यूएन नै लेख्दिउँ क्यूएन त्यसपछि हाम्रो के आयो नेक्स्ट स्टेटमा कति आयो हैन त्यसपछि त्यो फ्लिपफ्लप भनेको के थियो एउटा जे थियो एउटा के थियो के थियो हैन अब यसमा दुईटा कम्बिनेसन भनेपछि एउटा भनेको 0 0 आउँछ एउटा भनेको 0 1 आउँछ त्यसपछि 1 र 0 आउँछ अनि अर्को आउँछ 1 र 1 ल हेर अब हिजोस्तै हेर्ने 0 0 कहाँ आएको छ क्युएन र क्युएन प्लस 1 को दुईटैको भ्यालु 0 भनेको यहाँ र यहाँ आएको छ हो यहाँ र यहाँ आएको छ यो केसमा 0 जे सधैँ के छ 0 छ 0 छ डोन्ट केयर एक्ज्याक्टली गुड है जे चाहिँ सधैँ 0 यो चाहिँ डोन्ट केयर छ अब 0 1 को केसमा हेर 0 1 को केस कहाँ आएको रहेछ यहाँ र यहाँ आएर आएको छ भने यो बेला के हुँदो रहेछ कति हुँदो रहेछ ल भन 1 र डोन्ट केयर एक्ज्याक्टली 1 र डोन्ट केयर हैन अब 1 0 को केसमा हेरे पनि 1 1 0 कहाँ आइरहेको छ एउटा यहाँ आइरहेको छ यो र योमा आइरहेको छ एउटा यो र यो केसमा आइरहेको छ ल भन कति हुन्छ यो र डोन्ट केयर र 1 यो हो डोन्ट केयर र 1 गुड ल अब फेरि लास्टमा हामीलाई 1 1 चाहियो भनेको एउटा 1 यहाँ र यहाँ आएको छ अर्को 1 भनेको यहाँ र यहाँ आइरहेको छ भनेको त्यो बेला जे को भ्यालु चाहिँ चेन्ज भइरहेको छ के को भ्यालु 0 छ भने चाहिँ के को भ्यालु 0 जे चाहिँ डोन्ट केयर सो दिस इज माई एक्साइटेसन टेबल फर जे के फ्लिपफ्लप है बुझ्यो यो अलिकति फास्ट गए जस्तो लाग्यो मलाई चाहिँ आफैलाई है बुझ्यो कि न तिमीले एक दुई जना मात्र बोलिरहेछ ओहो टाइम 28 भयो कि 38 भयो 28 भएर म त 38 भएन सबै गएर है यो बुझ्यो कि नै तिमीलाई ट्रुथ टेबल तिमीहरूले आफै निकाल्न सिक हैन त्यसपछि मेरो भिडियो रिफरेन्स गर हैन अनि के रे क्यारेक्टरिस्टिक टेबल मैले कसरी निकाल्छु त्यो तिमीहरूले आफैले एकताल आफैले गर क्या है आफैले एकताल ट्राई गर एकदम इजी फिल पाउँछ तिमीहरूले नबुझेर क्या फर्स्ट टाइम भएर हैन यो तिमीहरूले एकचोटि दुईचोटि गरेपछि तिमीलाई यति सजिलो लाग्छ यस्तो त रहेछ मैले कस्तो नबुझे जस्तो फिल हुन्छ है सुरुमा जति देख्दाखेरि डिफिकल्ट हुन्छ त्यस्तो डिफिकल्ट सोचे जस्तो छैन मैले भने त म आफू पढ्दाखेरि एकदम हुन्छ नि घोकेरै गएको थिएँ बुझ्दै नबुझेर हैन त्यस्तो चाहिँ नगर घोकेर चाहिँ जाने काम नगर हैन बुझेन भने म फेरि बरु यसमा फेरि रिभिजन क्लास गरौँला हैन ठिक छ यो बुझ्नु चाहिँ पर्यो अब एउटा हामीलाई चाहिँ बाँकी छ के अरे टगल भन्ने बाँकी छ अब त्यो चाहिँ हामी भोलि गर्छौँ आज चाहिँ हामी यति गर्छौँ अनि एउटा एक्साइटेसन टेबल पनि है एक्साइटेसन टेबल त भइहाल्यो यसलाई अब यसलाई सल्भ गर्ने भनेको क्युएन प्लस 1 निकाल्ने अब मैले यसलाई सल्भ गरेँ भने चाहिँ मैले के पाउँदो रहेछु क्युएन बार जे र क्युएन के बार पाउँछु भन्ने मतलब मैले क्यारेक्टरिस्टिक इक्वेसन निकाल्दा मैले कसलाई सल्भ गर्नु पर्यो क्यारेक्टरिस्टिक टेबललाई सल्भ गर्नु पर्यो ल अब यसको एज ट्रिगर हेऱ्यो भने त्यही हो हैन एज ट्रिगर भनेको चाहिँ यहाँ पज टिडी भन्दा छ तिमीले सिम्पली क्लकै बनाएर गर्दै हुन्छ यो नानाथरी गर्नु पनि पर्दैन हैन अब यो बाँकी छ कि हाम्रो टगल फ्लिपफ्लप एउटा बाँकी छ है त्यो चाहिँ हामी भोलि गर्छौँ ल भोलि मेरो क्लास छ नि हैन ल को छ हामी आज आरती अभियान दिव्या आरती अभियान आशिष छैन अनि ल विनायक छैन रहेछ दादा अनि विनायक चाहिँ एब्सेन्ट दिव्या प्रेजेन्ट ठीक है ना